सधैँ चाहिँ म बार्दलीमा निस्किएर चिया पिउँदै गर्दा केही दृश्यहरू देख्छु अनि ती दृश्यहरू निहाल्न थाल्छु। सबेरै सधैँ चाहिँ पल्लो घरे साइँला दाइ आफ्नो बिग्रेको साइकल लिएर त्यो बिग्रेको साइकलको घन्टी जोडसँग समाउँदै बजाउँदै रमाउँदै गुडाइरहेका हुन्छन् त्यो पुरानो साइकल। त्यो साइकलको पछाडिपट्टि पत्रिका राखेर डुलाउँछन्। सबेरे सबै बेचिसकेर दुध ब्रेड बिस्कुट किनेर ल्याएर आफ्नो बच्चाहरूलाई खुवाउँछन्। खै यतिमै खुसी छु भन्छन् साइँला दाइ। बौलाके हुन् कि क्या हो साइँला दाइ। अर्कोतिर भने गीता फुपू हतार हतार पसल गएर दुध ब्रेड किनेर ल्याउँछिन्। सबै तताइसकेर आफ्नो बच्चाहरूलाई खुवाउँछिन्। भन्छन् भिनाजुले कमाउनु भएकै छ, यही बच्चाहरूलाई खुवाउनलाई त हो। उनी खुब रमाउँछिन् ती बच्चाहरूसँग। अनि सबै खुवाइसकेर स्कुलतिर डोर्याउँछिन् आफ्ना साना साना बच्चाहरूलाई। भन्छन् म त यतिमै खुसी छु हौ भाइ। हरि दाइ फेरि एक्कासी ठेला गुडाउँदै आएर भन्छन् अँ भाइ आज सातु खाँदैनौ तिमी? हौ तल झरी हाल खानलाई, लेमन हालेर बनाइदिइहाल्छु। मैले आजसम्म थाहा पाइनँ हरि दाइको सातुमा मिठास थियो कि उनको त्यो मिठासिलो बोलीमा। यही नै त होला जीवनको चक्रव्यूह, घुमिरहन्छ जहिले समयसँगै।